नमस्कार सम्पूर्ण आत्मीयजनहरूमा। आज माता तीर्थ औँसी, चलन चल्तीको भाषामा आमा खुवाउने औँसी। आमालाई खुवाउँ भने त आमा स्वर्गीय भइसक्नुभयो। तैपनि फेरि आजको यो दिन आमाको स्मरण भयो। कहिले पनि नमिटिने घाउ हुँदो रहेछ सन्तानको लागि आमा भनेको। र मैले स्वर्गीय आमाको सम्झनामा एउटा सानो रचना रचेको छु। त्यो रचना यहाँहरू समक्ष प्रस्तुत गर्ने अनुमति चाहन्छु। 9 महिनासम्म कोखामा राखी यो धरतीमा टेकायौ, सङ्घर्ष गर्दै अनेकौं कष्टसँग सत्मार्गको बाटो देखायौ। कोखा कोखा भनी भनी दुध र भात खुवायौ, सातो आयो भनी हामीलाई नुहायौ। देखि ठुला ठुला सपना मातृवात्सल्य दिलायौ, असल ज्ञानी बन्नु पर्छ भनेर अमृत बाणी जो सुनायौ। सामन्ती समाजसँग नझुकी बाँच्न मलाई सिकायौ, आफ्नो साथमा हिँडाई सधैँ समाजमा मलाई बिकायौ। पिताजीको अनुपस्थितिमा पनि कहीँ कतै नाति हाम्रो लालन पालन गर्यौ, भैनौ कहिल्यै नजाति। पुर्खौली त्यो थात थलो छाडेर पस्तायो बिरानो मुलुक, सन्तानको चिन्ता र चासोले निदाइनौ रातमा झुलुक्क। मेला पात पँधेरो पानी घरभित्रको धन्दामा, मानिनौ दुःख झन्झट कहिल्यै सन्तानलाई भन्दामा। गर्व गर्न मन लाग्छ हमेसा जन्मिए तिम्रो कोखमा, मातृवात्सल्य रित्थियो जब डुबेर तिम्रो शोकमा। बिर्सने छैन आमा तिमीलाई, रहनेछौ यो मानस पटलमा। आशिष दिइराख हमेसा म बाँचुन्जेल यो जगतमा। पाइला सधैँ अघि बढ्नेछ पछ्याउँदै तिम्रो पदचापमा, आत्तिने र मात्तिने छैन कहिल्यै हर्ष अनि विस्मातमा। आत्तिने र मात्तिने छैन कहिल्यै हर्ष अनि विस्मातमा। धन्यवाद।